कुनै दिन निनौरो अनुहार देख्नुभयो, कुनै दिन आवाज घटेको देख्नुभयो, कुनै दिन निराश भएको देख्नुभयो, कुनै दिन थाकेको, कुनै दिन लडेको, कुनै दिन सुतेको, कुनै दिन झुकेको देख्नुभयो। अभियानलाई अगाडि चाल्ने चालक सिटमा, यो ड्राइभिङ सिटमा मैले बस्ने सौभाग्य पाएको छु। मलाई गन्तव्य थाहा छ, मलाई कहाँ लिएर जाने हो भन्ने कुरा थाहा छ। तपाईँले विश्वास गर्नुपर्छ केही समयको लागि। म ड्राइभिङ सिटमा बसेको छु, चालकका रूपमा तपाईँले विश्वास गर्नुभएको छ। मैले गाडीको कन्डिसन ठिक राखेको छु, रोडको कन्डिसन मेरो बसमा छैन, तर म होसियारीका साथ दिमाग लगाएर स्वस्थ मन, स्वस्थ मस्तिष्क, स्वस्थ शरीर बोकेर म यो गाडीलाई, रासोपा रूपी यो गाडीलाई, सुशासन रूपी, परिवर्तन रूपी यो गाडीलाई लिएर अगाडि जानको लागि तयार भएर राखेको छु। मैले इन्धन यथेष्ट राखेको छु गन्तव्य पुग्नका लागि, गाडीको कन्डिसन यथेष्ट राखेको छु, रोडका बारेमा म सचेत छु। बाटो सजिलो छैन, घुम्ती आउँछ, मोड आउँछ, खाल्डा आउँछन्, ढुङ्गा खस्छन्, सचेत भएर म गाडी हाँक्नका लागि गएको छु। घुम्ती र मोडमा को झर्छ, को ओर्लन्छ म हेर्दिनँ, म भ्याउँदिनँ। कहिले काहीँ समस्या आउँदा, कोही जाँदा आत्तिनुहुन्न, किनकि जति पनि राजनीतिक दलहरू अहिले बनेका छन् तिनीहरू पनि यसै गरी पिटिएर, चुटिएर, लडेर, धुराम्मै भएर उठेका, धुलो टकटकाउँदै उठेका दलहरू हुन्। हामीलाई अलिकति छिस्रिको चोट लाग्ने बित्तिकै लो बर्बाद भयो, मरियो, सिद्धियो, क्या हो भन्न के जरुरी छ र? लडिन्छ, तर उठ्ने आँट र तागत हुनुपर्छ। यति मैले यहाँहरूलाई भने, जसले कयौँ ठगहरूलाई जेलको काल कोठरीमा पुग्यो, आज त्यो सबै बिर्सेर कयौँ मान्छेहरू जान सहकारीको नाममा कहीँ कतै कहिल्यै सञ्चालन नगरेको मान्छेलाई सहकारी ठग त भन्छन् भनेपछि सहकारी त हुनु पर्ला नि, सहकारी ठग्नलाई खाता त हुनु पर्ला नि त्यहाँ। त्यो नहुँदा पनि हो जस्तो बनाएर चाहिँ प्रचार गर्छन् भनेपछि त्यो हामीले भन्नुपर्ने कुरा होइन, बुझ्नुपर्ने कुरा हो।